महेश गौली, म दाङबाट आएको थिएँ। मैले यहाँ देखेर उ गरेको थिएँ। म यो बाटोमा धेरै वर्ष गाडी चलाएँ अनि दाइहरूलाई यहाँ दुःख सुख होला। अब यो खर्च हुन्छ तपाईँहरूलाई। म एक बजी राप्तीसँग त्यो पदाधिकारी पनि भएर म हिँडेँ मान्छे हुँ। म एक बजी राप्ती सिधै चाहिँ राप्ती समितिको हाम्रो अध्यक्ष हुन्छ सूर्य समाल, उहाँसित चाहिँ कुरा गर्छु। यहाँ तपाईँहरूलाई कति हुन्छ रात, चामल दाल मकै गहुँ के चाहिन्छ यहाँ खानापिना तपाईँहरूलाई, त्यो म अध्यक्षसित कुरा गरेर तपाईँलाई यहाँ उपलब्ध कहाँबाट हुन्छ गराउँछु मैले है। गाह्रो नमान्नु होला, निकाल्नु पर्यो। तपाईँको नाम? मेरो नाम सन्दीप शाह, म वीरगन्जबाट, म ट्रक चालक हो। हजुर। म खुसी लागेर उहाँ बाजेलाई के कारणले चाहिँ पैसा दिनुभयो तपाईँले? चिया खानलाई यसो खुसी लाग्यो, बस निकाल्नु भइरहेछ। मेहनतको एकदम मेहनत, हार मान्नु भएको छ त? छैन। हाम्रो चाहिँ सुनिता बहिनीले यो चाहिँ हामीले चाहिँ ल्याइदिने काम मात्रै गरेका छौँ होइन। यो चाहिँ हाम्रो सुनिता कार्की नामको बहिनीले सबै हामीले चाहिँ हस्तान्तरण त्यहाँभित्र अब धेरै थोरै केही छ। अझै सुनिता बहिनीलाई म भन्न चाहन्छु कि यहाँ खाजा किनिसक्दा पनि अझै केही रकमहरू चाहिँ केही रकमहरू भन्दा पनि केही अलिकति धेरै थोरै अझै बचेको छ कि। अब त्यो बचेको कुरा चाहिँ सिधा भन्नु पऱ्यो होइन। सम्पूर्ण कुराहरू अब ल हाम्रो